Hello everyone. आज म एउटा नयाँ छुट्टै क्लास 7 को सेकेन्ड च्याप्टरमा रहेको एससीएफ को बारेमा भिडियो लिएर आएको छु। एससीएफ सुरुमा त हामीले एससीएफ भनेपछि एससीएफ को फुल फर्म थाहा पाउनु जरुरी छ। तपाईहरुलाई थाहा पनि होला। H stands for highest, C stands for common, and F stands for factor. Highest common factor जुन फ्याक्टरमा रहेको जुन 2 या फिर 2 भन्दा धेरै नम्बरमा दिएको नम्बरहरूको पहिला फ्याक्टर निकाल्ने, त्यसपछि हामी त्यसको कमन निकाल्छौँ। कमन भनेको दुईटैमा चाहिँ 2 या फिर कतिवटा छ नम्बर हैन, त्यसको फ्याक्टर्सहरुमा चाहिँ के कमन छ, के नम्बरहरु चाहिँ के फ्याक्टर्सहरु चाहिँ सेम छ, त्यो कमन निकाल्छौँ। त्यसमध्ये पनि हरुको हामी हाईएस्ट खोज्छौँ। हाईएस्ट भनेको त सबैलाई थाहा छ, त्यसो हाईएस्ट सबैभन्दा ठुलो। अब यो एसएफ निकाल्ने त यो फ्याक्टराइजेसन मेथड, डिभिजन मेथडहरु हुन्छ नै, तर त्यो भन्दा अगाडि चाहिँ हामी अल पोसिबल कमन फ्याक्टर्सहरुको थ्रुबाट चाहिँ हामी एससीएफ निकाल्न जाँदैछ। फर्स्ट सपोज okay, let's find out SCF of 12 and 18 through all possible factors. Okay, possible एउटा छुट्यो all भनेपछि सबै पोसिबल फ्याक्टर्स जुन all भने सबै हामीले 1 देखि स्टार्ट गर्नुपर्छ। जुन यी दुईटा नम्बरलाई जुन नम्बरले डिभिजिबल हुन्छन् तिनीहरू सबै है त्यसको फ्याक्टर्सहरु हुन्छन्। डिभिजिबल भने नम्बर्स हुन्छ। अब सबै यिनीहरूको फ्याक्टर्स निकाल्नु पर्यो। सुरुमा हामीले निकाल्यौं 12 को। ओके, 12 को फ्याक्टर्स भन्नाले 12 लाई कुन नम्बरले डिभिजिबल हुन्छ त? अब अल भनेपछि हामीले 1 ले स्टार्ट गर्नुपर्ने हुन्छ। 1 ले त अभियसली जान्छ नै। अब हामीले चाहिँ 1 पछि अर्को हुन्छ 2 ले पनि जान्छ। 2 हावा 12 डिभिजिबल हुन्छ। 2 6 12। अब यसरी सिंगल लेख्नु भयो। अर्को इजी मेथड चाहिँ अर्को के हुन्छ भन्दाखेरि चाहिँ हामीले अब यहाँ 1 ले डिभिजिबल हुन्छ भने लेख्यौं। 1 को चाहिँ 12 छ त्यो लेख्न पनि सक्छौं। अब एकैचोटी लेख्यो भने चाहिँ हामीलाई इजी हुन्छ। 1 को 1 हावा 12 1 12 आर 12 हैन। 1 पनि आयो 12 पनि आयो एकैचोटी। अब आज 2 ले जान्छ भने थाहा भयो 2 ले डिभिजिबल हुन्छ। तर 2 हावा 12 2 6 आयो भने 6 पनि एकैचोटी लेख्दिनु नि त। अहिले 6 2 12 पनि हुन्छ हैन। 6 2 12 हुन्छ भने अब किन फेरि सोचेर बस्ने, एकैचोटीमा आउने आन्सर एकैचोटीमा लेख्दिने। अब अर्को छ 2 पछि 3 इज 12 डिभिजिबल बाइ 3? यस, 3 हावा 3 4 3 4 12 पछि 3 पनि लेखौं 4 पनि लेखौं। अब 3 पछि 4 हावा 12 4 ले जान्छ 4 त हाम्रो रिपिट भइसक्यो हो। यसरी नम्बर रिपिट भएपछि हामी थाहा पाउन सक्छौं कि 12 को फ्याक्टर्स यति मात्रै हो भने। अब यसैले 1 लेख्यो 2 लेख्यो 3 लेख्यो 4 लेख्यो 6 अनि त्यसै 4 पछि फेरि 5 हेर्नुपर्ने हुन्छ। 6 पछि 7 8 9 यसरी गेस गर्नुपर्छ। त हामीले एकैचोटी चाहिँ यसरी दुईटै नम्बर्स यसरी फ्याक्टर्स यसरी लेख्यो भने चाहिँ इट विल बी इजी फर अस। अब अर्को छ 18। ओके, 18 लाई पनि त्यसरी नै गरौँ। ओके, अल भनेपछि सुरुमा हामीले 1 थाहा छ। 1 हावा 18 1 18 आयो भनेपछि 18 1 जा पनि 18 हो, एकैचोटी आयो। अब 18 भनेपछि 2 ले पनि जान्छ। 2 हावा 2 9 आयो भनेपछि 9 2 आर पनि हुन्छ। 9 पनि लेखिहालौँ। 3 ले जान्छ 3 हावा 18 3 6 आयो 6 3 आयो हो। अब 3 पछि कुन नम्बर 4 को टेबलमा 18 हुन्छ। 4 हावा 18 हुँदैन। 4 पछि 5 ट्राई गरौँ। लेट्स ट्राई विथ 5 हावा 18 हुन्छ 5 पनि हुँदैन। त्यसै 6 ट्राई गरौँ। 6 हावा 18 6 3 आयो। 6 त हाम्रो आइसक्यो हो। यसरी रिपिट भइसकेपछि चाहिँ फ्याक्टर्सहरु सक्यो भन्ने थाहा पाउने।
अब यहाँ हामीले फ्याक्टर्स निकाल्यौँ हो हाइएस्ट कमन फ्याक्टर्स मध्ये फ्याक्टर्स हामीले निकालिसक्यौँ 12 को फ्याक्टर्स 1 2 3 4 6 एन्ड 12 18 को फ्याक्टर्स 1 2 3 6 9 एन्ड 18 भनेपछि दुईटैको फ्याक्टर्सहरू आयो अब फ्याक्टर्स निकालिसकेपछि अब अर्को पार्ट हाम्रो कमन एचसिएफ निकाल्नलाई कमन चाहियो कमन भनेको दुईटैमा सेम फ्याक्टर्सहरू के छन् त दुईटैमा के छ 1 1 नेक्स्ट फ्याक्टर 2 2 3 3 6 6 4 छ छैन 12 छ छैन 9 पनि छैन 18 पनि छ भनेपछि यी सर्कल लाग्नेहरू चाहिँ कमन भयो कमन भनेको सेम ओके दुईटैमा अब के सेम छ त 1 छ 2 छ 3 छ 6 छ अब हामी निकाल्छौँ फ्याक्टर पनि भयो कमन पनि भयो अब निकाल्नु चाहिँ हाइएस्ट यो कमन जुन सर्कल लगाएको मध्ये यो कमन मध्ये चाहिँ विच वान इज द हाइएस्ट इज वान हाइएस्ट नो विथ लिस्ट भ्यालु 2 पनि हैन 3 पनि हैन 3 भन्दा अझै हाइएस्ट अर्को नम्बर चाहिँ द्याट इज 6 भनेपछि 6 सबैभन्दा हाइएस्ट द्याट मिन्स ग्रेटेस्ट सो त्यही भएर द एचसिएफ highest common factor of 12 and 18 is 6 यसरी चाहिँ हामी अरु नम्बरहरुको पनि एचसिएफ निकाल्न सक्छौं इट इज all true finding out true all possible factors अब एचसिएफ निकाल्ने चाहिँ अर्को मेथड पनि हुन्छ फ्याक्टराइजेसन मेथड डिभिजन मेथड त्यो फ्याक्टराइजेसन मेथड डिभिजन मेथड चाहिँ हामी नेक्स्ट भिडियोमा हेर्छौं थ्यांक यू